Hello everyone, welcome back to another video. आज पनि सधैँको जस्तै म चाहिँ मन्दिर गइरहेको छु। आज चाहिँ म गनिभिर जाने सोच्दैछु, त्यही भएर भ्लग बनाउनु भनेर है। आजको स्पेसल भनेको चाहिँ गनिभिर अवलोकन गर्ने हो। माथिको तल पनि छ जान सक्ने ठाउँ त, तर टाइम अलिक पुग्दैन आज, त्यही भएर माथि मात्रै घुमौँ न भनेर छु। भिडियो भएको चाहिँ 1-2 महिना भइसक्यो, म पनि नगएको, त्यही भएर है। आज चाहिँ बाटो त्यति साह्रो चिप्लो त छैन, तपाईँहरूले देख्न सक्नुहुन्छ है। किन बजार जाने काम परिरहेको छ, 2-3 दिन भयो। ब्याग चाहिँ त्यही भएर उगेको है। किन बोकेको भन्नुहुन्छ भने हामी चाहिँ गनिभिरको सिरानमा आइपुगेको छौँ है। ल यति तलको टपमा हामी जाने हो कि, लेट्स गो। पानी चाहिँ छिट्याउन थालिदिएको छ, एकदम 2 दिन परेको छैन पानी, छिटो गराइहालौँ है। ओके let's jump. Ooh. This is the view. Okay, यहाँदेखि मैले जम्प हानेको। Let's go. यहाँ पुगेपछि बेग्लै खुसी क्या, बेग्लै अर्कै फाल्टै खालको त्यहाँ बस्नुपर्छ है। ओके, दिस इज द भ्यू। ओके, मौसम सफा नै छ। त्यहाँदेखि चाहिँ गइरहेको चाहिँ ओके, let's go and explore that. Okay, ओ पानी आइसकेछ यार, लल्याङ हुने भयो नि त अब। म चाहिँ टपमा छु कि 1 मिस गेम फिनिस, दिनै पऱ्यो है। ओके, यहाँ बस्नु नै त अब। बसेको छु टपमा म चाहिँ। ओके, आजको भ्यू एकदम राम्रो छ, एकदम। लेट्स गो। यो चाहिँ हाम्रो मुस्ताङ जस्तै छ है, डुप्लिकेट फोटोकपी। यहाँ गएर फोटो खिच्दा चाहिँ त्यो मुस्ताङको के भन्छ त्यसलाई, डेजर्ट छ नि, हल्का हो त्यस्तै भाइब आउँछ। त्यो ढुङ्गा फुटाएको चाहिँ एकदम ठुलो भिड थियो क्या पहिला त्यहाँ। यो चाहिँ हाम्रो रोड।
धानहरूले एकदमै हरियो भएको छ सबै खेत। यता चाहिँ जङ्गल छ। म चाहिँ आएको माथिदेखि। अब फेरि त्यत्रो माथि चढेर उता तल जानुपर्ने छ। यही बाटो म जाने। यस्तो ठाडो बाटो छ यार। ओके हेलो गाइस, कस्तो 1 घन्टा भइसकेछ यार। पानी आउन थालिसक्यो क्या। ल्याङ भएन तब। म चाहिँ अब मेरो सामान बटुल्छु है। ओके अनि चल्नुपर्छ। त्यतिन्जेल भ्यू इन्जोय गर्दै गरौँ। ओके मैले सामान बटुलिसकेँ है। यहाँनिर एउटा काम चाहिँ अलिक त्यति राम्रो भएको छैन। मलाई लागेसम्म नि फोहोर फाल्नु उचित होइन क्या यसरी। मैले पनि फालेको छु। अहिले हेर्दा पहिला कस्तो राम्रो थियो। यहाँ अहिले चाउचाउ बिस्कुट त्यो फोहोरै फोहोर छ क्या सबै। यहाँको पुरै जुन हुन्छ नि नेचुरल ब्युटी भोलि बिग्रिसक्छ क्या। बिग्रिसकेको छ सब फोहोरहरू फालेको छ। यसरी फोहोर फाल्ने काम चाहिँ नगरौँ है। ओके कोकोबार नै गोजीमा हाल्ने, घरमा लगेर डढाउने। ओके डढाउने होइन, सेफ प्लेसमा राख्ने। डढाउँदा नि हाम्रो पोल्युसन बढिन्छ। म चाहिँ अब उकालो चढेँ। फेरि लेट्स गो। अब मन्दिर जानुपर्ने छ है। मन्दिर गएपछि फेरि घर आउनुपर्ने छ। जोकिङ। अनि आउनु थालिसक्यो छिटो छिटो। मजामाथि आइपुगेको छु। यहाँको जङ्गल एकदमै राम्रो छ। यहाँ चाहिँ केही मात्रामा जङ्गली जनावरहरू पाइन्छन्। जस्तै मृग, पन्छी। यहाँ सर्वदि एकदमै धेरै हुन्छ। फेरि अनि अरू के हुन्छ, न्याउरी मुसा, दुखर्के, यस्तो जङ्गली जनावरहरू धेरै पाइन्छ। यहाँ चाहिँ चराहरू पनि एकदमै धेरै हुन्छ। बाटो बिग्रिरहेको छ सबै। बर्खाको पानी सबै बग्दैछ। हिउँ लाग्दैछ, बन्छ होला। बन्छ भन्ने आशा राखेको छु। पहिला चाहिँ सबै बाटो भत्किएको थियो। त्यति बेला यो ढुङ्गाहरू लगाएको थियो। यो ढुङ्गा लगाएर पनि सजिलै भएको छ। त्यो साह्रै चिप्लोहरू छैन। त्यहाँदेखि अझै आउँदो वर्षहरूमा
अझै राम्रो राम्रो हुँदै जानेछ। यो ठाउँ चाहिँ कहाँ हो भन्दाखेरि म यस्तोदेखि देखाइरहेको छु। त्यो एक्ज्याक्ट ठाउँ चाहिँ हेर्नु चाहिँ तपाईँले थाहा हुनसक्छ। त्यो चाहिँ हाम्रो इस्ट नेपालको तेह्रथुम डिस्ट्रिक्टमा रहेको एउटा सानो रुरल म्युनिसिपालिटी मेन्चाम रुरल म्युनिसिपालिटीको उलेखु भन्ने गाउँको अलिक तल रहेको छ। यो चाहिँ उलेखु गाउँ भन्ने एउटा गाउँ छ, जुन गाउँदेखि चाहिँ म बिलङ गर्छु। म जन्मेको बढेको 10 क्लाससम्म यहीँ पढेको। अहिले चाहिँ 11 क्लासमा पढ्दैछु। अहिले चाहिँ म गाउँमा बस्छु भने उर्लाबारीमा चाहिँ पढ्छु। अहिले चाहिँ दसैँ मनाउन आएको छु है। प्रायः कोही हिँडेको हुँदैन यो बाटोमा, म चाहिँ धेरै हिँड्छु एक्लै। अब झाडीझुडी भएको चाहिँ सबै हार्ने बेला भएको छ। अलिक हिउँद भएपछि चाहिँ यताउति मृगहरू चाहिँ टन्नै हुन्छ है। पानी आउँछ भनेको नआउने भयो जस्तो छ अब है। ढिलो पनि भइसक्यो, धेरै बेर बस्ने म माथि। अलिक घर जानलाई रात पर्न सक्छ, अलिक छिटो छिटो जाँदैछु म। फास्ट ओके, लेट्स रन। डढ्यो भन्ने चाहिँ छैन मा। हिलो रहेछ त्यहाँ त 2 दिन घाम लाग्दा नि सुकिँदो रहेछ। तल रोडमा आइसकेको छु। अब फास्ट गरेर पूजासुजा सकिहाल्छु। बजार घर सामान लिएर घर जाने है अनि ओके।